सम्माननीय सभामुखज्यू र सम्पूर्ण आज यो सभामा उपस्थित हुनुभएका मान्यज्यूहरू, सर्वप्रथम त म एउटा अचम्मको सांसदको रूपमा यहाँ आएको छु। किनभने म फरक छु, बोल्ने तरिका पनि फरक छ, काम गर्ने तरिका पनि फरक छ, सबै कुरा म प्राय सबैसँग मिल्दैन। त्यसैले म आफ्नो परिचय पनि दिन चाहन्छु र म कसरी यो ठाउँमा आउनै नपर्ने मान्छे यो ठाउँमा कसरी आइपुगे भन्न पनि चाहन्छु। म अमेरिकामा पढेर नेपालमा 2049 साल भाद्र महिनामा आएको र अहिलेसम्म 33 वर्षभन्दा बढी काटिसक्यो। एउटा झोला बोकेर पूर्णकालीन समाजसेवीको रूपमा काम गरिरहेको छु र म चाहिँ राजनीति गर्ने राजनीतिज्ञ होइन। म समाजसेवी हुँ र सेवी नै रहनेछु। सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दाखेरि पनि निष्पक्ष हुनेछ। समाजसेवी भएको हुनाले मलाई प्रतिनिधि सभाको चुनावमा उम्मेदवार हुने कुनै रहर पनि थिएन, मैले सोचेको पनि थिएन। तर 2082 साल भाद्र 23-24 गतेको जेनजी आन्दोलन भएपछि जेनजी भाइ बहिनीहरूले मलाई नै बोलाएर शिक्षा तथा विज्ञान मन्त्री बनाइदिए। त्यति बेला म ताप्लेजुङ जिल्लाको गाउँ गाउँमा किताब बेचिरहेको थिएँ। मेरो आफ्नो आत्मकथाको किताब बेचिरहेको थिएँ र 4 महिनासम्म मन्त्री भएँ। 4 महिनासम्म मन्त्रीको रूपमा काम गर्दाखेरि मैले शिक्षा क्षेत्रमा भएका अनेकौं समस्याहरू, चरम राजनीतिकरण र विकृतिहरू देखेँ। ती विकृतिहरूलाई हटाएर विद्यालय, कलेज र विश्वविद्यालयहरूमा विशुद्ध शैक्षिक वातावरण बनाउन प्रयास गरेको थिएँ। त्यसको लागि 3वटा विधेयकको मस्यौदा बनाएर अध्यादेश ल्याउन र 4वटा नियमावलीहरू ल्याउन प्रयास गरेको थिएँ। तर ती अध्यादेशहरू र नियमावलीहरू ल्याउन त्यति बेला काम चलाउ सरकार भएकोले जतिसुकै प्रयास गर्दाखेरि पनि सकिएन। ती अध्यादेशहरू र नियमावलीहरू त्यति बेलाको मन्त्री परिषदले अनुमोदन गरेर विधायन समितिमा पठाइसकेको थियो। माघ 6 गते प्रतिनिधि सभाको सदस्यको लागि नाम दर्ता गराउने 40 घण्टा अगाडि अर्थात् माघ महिनाको 4 गते बेलुकी 7 बजेसम्म पनि मैले ती अध्यादेशहरू र नियमावलीहरू ल्याउन टुप्पीदेखिको बल लगाएर प्रयास गर्दाखेरि पनि विधायन समितिबाट ती कामहरू अगाडि बढेनन्। त्यसैले मैले मन्त्री पदबाट राजीनामा दिएर म्याग्दीमा स्वतन्त्र उम्मेदवारको नाम दर्ता गराउन गएको हो।